नमस्कार साथीहरू, आउनुहोस् आज तपाईँ हामी निदाउँदाखेरि देखिने सपनाको बारेमा केही छोटो मिठो जानकारी प्राप्त गरौँ। के हो त आखिर यो हामीले निदाएपछि मात्रै के छ यसमा? कि हामीले निदाएपछि मात्र देख्ने गर्दछौँ जसलाई सपना भन्ने गर्दछन् मान्छेहरू। यो सपना भनेको के हो भने साथीहरू, जो हामीले दिनमा या विपनामा कल्पना गरेका, देखेका र भोगेका कुराहरू हामी निदाइसकेपछि, हाम्रो शरीर निदाइसकेपछि, आराम गरिसकेपछि हाम्रो दिमागले देख्ने, कल्पना गरेको चिज, महसुस गरेको चिज चाहिँ हामीलाई एउटा मुभी जस्तै गरेर भिजुअल को रूपमा हामीलाई देखाइदिन्छ। यो भनेको एउटा चाहिँ साइन्सले भन्छ यसलाई दिमागको सफाई भन्छ। यसलाई दिमागको सफाई गर्नु भन्छ। सरल भाषामा भन्ने हो भने दिमागको सफाई गरिरहेको हुन्छ। तपाईँ हाम्रो शरीर त निदाएर आराम गरिरहेको हुन्छ, तर हाम्रो दिमाग भने निदाउँदैन साथी। त्यसो भएको कारणले गर्दा यसले दिमागले आफ्ना दिनभरिका या जीवनमा भोगेका कुराहरूलाई, देखे सुनेका कुराहरूलाई स्टेप बाई स्टेप प्रोसेस गर्छ, कुनै यता गरेर मिक्स गरिराख्ने गर्दछ। त्यसैलाई हामी चाहिँ कल्पनाको रूपमा एउटा भिजुअल बनाएर हामीलाई चाहिँ सपना देखाउने गर्दछ। यो जानकारी कस्तो लाग्यो? मन पर्यो भने शेयर, लाइक र सब्स्क्राइब गरिदिनु होला र तपाईको आफ्नो भाइलाई जसरी भए पनि सपोर्ट गरिदिनु होला। हस्त, नमस्कार।